नमस्कार सम्पूर्ण शिक्षक साथीहरू तथा एआईमा रिलेटेड जति हुनुहुन्छ एआईसँग सम्बन्ध राख्ने र एआई सम्बन्धी केही कुरा सिक्न चाहने मित्रहरूको लागि आज मैले फेरि पनि नयाँ भिडियो ल्याएर तपाईँहरूसम्म आइसकेको छु र आज चाहिँ हामी च्याट जिपिटी प्रयोग गरेर चाहिँ शिक्षकको लागि काम लाग्ने के हुनसक्छ त के सामग्री तयारी गर्न सक्छौँ भन्ने बारेमा कुरा गर्नेछौँ। सर्वप्रथम त हामीले यहाँ देख्न सक्छौँ स्लाइड बनाउन सक्छौँ पावर पोइन्ट प्रेजेन्टेसन। त्यसै गरी इन्फोग्राफिक्सको बारेमा मैले अर्को भिडियोमा बताइसकेको छु। माइन्ड म्याप, क्विजमा तपाईँको एमसिक्यू क्वेसन, ट्रु फल्स, लङ क्वेसन, सर्ट क्वेसन जस्तो सुकै क्वेसन पनि बनाउन सक्छौँ। त्यसै गरी क्वेसन ब्याङ्कहरू भइहाल्यो। रुबिक्स विद्यार्थीहरूको मूल्याङ्कनको लागि चाहिँ रुबिक्स तयार गर्न सक्छौँ कुनै पनि क्वेसनमा आधारित भएर। त्यसै गरी हामीले विद्यार्थीलाई पढाउने बेला सबै विद्यार्थीहरू एकै लेभलको हुँदैन र ती हरेक विद्यार्थीलाई फरक फरक ढङ्गको शिक्षणको रणनीतिको लागि चाहिँ सामग्री विभेदीकरण डिफ्रेन्सिएसन भन्ने छ त्यो पनि बनाउन सक्छौँ, जहाँ चाहिँ कमजोर विद्यार्थीको लागि छुट्टै रणनीति, औसतको लागि छुट्टै र उत्कृष्टको लागि छुट्टै किसिमको रणनीति राखेर चाहिँ पढाउने खालको म्याट्रिज राख्न सक्छौँ। त्यसै गरी एआईबाट फोटो बनाउने, ब्यानर बनाउनेदेखि लिएर हरेक कुरा हामी गर्न सक्छौँ। सिमुलेसन सम्बन्धी भिडियो मैले यो अगाडि नै राखिसकेको छु। त्यसै गरी लेसन प्लान, वर्कसिट, क्लासरुम पोस्टरहरू, ह्यान्ड्सआउटहरू, नोटहरू, युट्युब थम्बनेल र सोसल मिडियाको लागि चाहिने पोस्टहरू पनि बनाउन सक्छौँ। र आउनुहोस् यो सम्बन्धी अब हामी के गर्न सक्छौँ। यहाँ देख्न सक्नुहुन्छ यो एउटा इन्फोग्राफिक्स हो। यो च्याट जिपिटीले नै बनाउने गर्छ र हामीले बिहानको अर्को भिडियोमा पनि मैले बनाइसकेको छु इन्फोग्राफिक्स। अब हेरौँ हामी यसको व्यवहारिक उदाहरण। जस्तै हामीले स्लाइड अथवा प्रेजेन्टेसन बनाउनु छ भने त्यसको लागि चाहिँ प्रम्प्ट के दिने त? मानौँ यहाँनिर एउटा प्रम्प्ट छ, तपाईँ एक अनुभवी शिक्षक हुनुहुन्छ, कक्षा 8 को जलचक्र। मैले यो प्रम्प्टलाई कपी गरेँ र अब हेरौँ कस्तो खालको चाहिँ हामीलाई बनाएर दिन्छ। हामी लेसन प्लान बनाउँदैछौँ र यसको लागि